हेलो एभ्रिवान, सेवारो अनि नमस्कार। म यम्बा जेठा। आज अहिलेको अवस्थामा म चाहिँ बुल्गेरियामा छु। हिजो साँझ मात्र जस्ट यहाँ ल्यान्डिङ भएको। म यो भिडियोमा के भन्न चाहन्छु भने यहाँ त आइयो आफ्टर सो लङ टाइम ट्राभल अफ एयरप्लेन्स होइन। इन्डियामा नेपालबाट त फ्लाइट भयो काठमाडौँबाट, तर इन्डियामा 20 घन्टा जति ट्रान्जिट भयो, वेटिङ गर्नु पर्यो। अनि त्यस पछाडि त्यसले पनि डिले गरिदियो इन्डिगोले। नेपालबाट इन्डिगोबाट आएको, फेरि दिल्लीबाट इन्डिगो इस्तानबुलमा पुग्यो। त्यहाँ पनि अलरेडी उता दिल्लीमै अब डिले भएको थियो। त्यही सेड्युल अनुसार चाहिँ अब यता अर्को तुर्किस एयरवेज चाहिँ इस्तानबुलबाट सोफिया पुग्ने थियो। त्यो चाहिँ अब उसको टाइम भयो, मिस भइहाल्यो, त्यो गइहाल्यो। हामीले अर्को फेरि इस्तानबुलमा टिकट चेन्ज गऱ्यौँ। त्यो चेन्ज गरेको प्लेन चाहिँ फेरि ढिलो जाने भएर 4 घन्टा डिले भयो हामीलाई होइन, लेट भयो। त्यसपछि पनि त्यो तुर्किस एयरवेज आफ्नो टाइममा नगएर त्यो पनि 45 मिनट अझै डिले भयो। त्यो कारणले गर्दा बिहान होइन, रातिको 9 बजेतिर हामी यता ल्यान्डिङ भयौँ सोफिया एयरपोर्टमा। अनि त्यसपछि त्यहाँ के भयो भनेदेखि अलिकति हामी 3 जना ग्रुप थियौँ। त्यसपछि अर्को 12 जनाको ग्रुप पनि भेट भयो। हामी जम्मा 15 जना ग्रुप भयौँ। त्यहाँको इमिग्रेसनमा हुने मान्छेहरूले हामीलाई सिधै इमिग्रेसन क्रस गर्नु दिएन। हाम्रो पासपोर्ट चाहिँ एकछिन होल्ड गरेर लिएर राख्यो। अनि हामीलाई चाहिँ एउटा बन्द कोठामा लगेर राख्यो होइन। हामी त पुरा म त होइन, म त जस्ट रिल्याक्समै थिएँ होइन, किनभने यस्तोहरू थुप्रै यस्तो अब्स्ट्याकलहरू धेरै मैले भोगेको छु। त्यो कारणले गर्दाखेरि मलाई चाहिँ खासै असर परेन। केही उनीहरूको डकुमेन्टेसनको काम छ होला भन्ने लाग्यो। अनि केही मेरो साथीहरू बहिनीहरू पनि थिए, उनीहरूलाई चाहिँ जस्ट फ्रस्ट्रेसन भयो होइन। र पनि म चाहिँ रिल्याक्स नै थिएँ। आधी घन्टा भइसक्यो। हामीले यता नेपालको एजेन्टलाई पनि बारम्बार यो कुरा गरिराखेका थियौँ, प्लस यता बुल्गेरियाको एजेन्सीले पनि यो कुराको अवगत नै थियो। अनि ऊ चाहिँ अब बाहिर नै पर्खेर बसेको छु, बाहिर आउनु, म भित्र आउन सक्दिनँ भन्ने कुरा भयो। अनि यावत कुराहरू हुँदाहुँदै लास्टमा चाहिँ हाम्रो डकुमेन्टेसनहरू कम्प्लिट भयो। उनीहरूले चेक गरेछन्, सिस्टममा चेक गरेछन् इमिग्रेसनले, पुलिसले। लास्टमा त्यो हामी सबै नेपाली ग्रुपलाई बोलायो। अनि एउटा पुलिसले 12 जनाको पासपोर्ट लिएको थियो, 12 जनालाई मात्र बोलायो होइन। त्यसपछि हाम्रो के होला कसो होला भन्ने मनमा एउटा कौतूहलता भयो। फेरि अर्को लेडी पुलिस आयो, उसले हाम्रो 3 जनाको पासपोर्ट राखेको रहेछ, लिएर आयो र हामीलाई पनि बाहिर निकालिदियो विदाउट एनी प्रब्लम्स होइन। केही पनि अब त्यस्तो खास गाह्रो केही पनि भएन। हामीलाई अब यो चेक गर त्यो चेक गर केही पनि इमिग्रेसनमा त्यस्तो खासै केही पनि भएन। अलिकति आधा घन्टा जति चाहिँ हामीलाई एउटा वेटिङ रुममा होल्ड गरेर राख्यो। वेटिङ रुम पनि यस्तो थियो कि अब अरू देशको वेटिङ रुम त सिधै आउजा हुन्छ होइन, यहाँको त वेटिङ रुम त त्यस्तो थियो कि इमिग्रेसनको मतलब इमिग्रेसन पार नगरी वारी नै होइन। त्यहाँ चाहिँ एउटा बन्द कोठा, जस्ट 25-30 जना अट्ने। अनि त्यसमा पनि ढोका भने पासवर्ड सिस्टमको कि अब त्यहाँभित्र छिरेपछि कुनै हालतमा त्यो ढोका खोल्न नसकिने, उनीहरूसँग पासवर्ड हुन्छ, पासवर्ड हाल्यो भने मात्र त्यो ढोका खोलिन्छ। त्यस्तो तरिकाले जस इमिग्रेसनबाट पास आउट भयो। अनि आउट भएपछि त्यहाँ हाम्रो एजेन्सी आएको थियो, तिनै ढोकामै उठेको थियो, उसँग भेट भयो। अनि नर्मल कुरा भयो, नर्मल आफ्नो इन्ट्रोडक्सन पछि उसले आफ्नो गाडीमा लिएर गयो हामीलाई। उसको गाडीमा हामीले आफ्नो सामानहरू ब्यागेजहरू राख्यौँ। त्यसपछि मलाई चाहिँ अब यो उनीहरूको त्यो एजेन्सीको होस्टेलमा ल्याएर आयो सिधै। मलाई पहिले ड्रप गरेर अनि त्यो 2टा बहिनीहरू थियो मसँग, उनीहरूलाई त अर्को लेडिज होस्टेलमा लग्यो। अब चाहिँ हामी इमिग्रेसन जाँदैछौँ। अगाडिको कुराहरू के हुनेछ म तपाईँहरूलाई भन्ने नै छु। हस् त।